नमस्ते साथीहरु, तपाईहरुलाई स्वागत छ फेरि पनि अर्को नयाँ भिडियोमा। आजको यस भिडियोमा हामीहरु टेली सफ्टवेयरमा कसरी कम्पनी क्रिएट गर्ने त्यो सिक्न गइरहेका छौं। यसको लास्ट भिडियोमा हामीहरुले आफ्नो ल्यापटप अथवा पीसीमा कसरी टेली सफ्टवेयरलाई कसरी डाउनलोड गर्ने अनि कसरी चाहिँ त्यसलाई इन्स्टल गर्ने त्यस सम्बन्धी भिडियो हामीहरुले बनाइसकेका छौं। यदि तपाईहरुले हेर्न छुटाउनु भएको छ भने एकचोटी गएर हेर्न सक्नुहुन्छ। यदि तपाईहरुलाई सफ्टवेयर इन्स्टल गर्नमा कुनै समस्या आइरहेको छ भने आजको यो भिडियोमा हामीहरु के सिक्ने छौं भने टेलीमा कम्पनी क्रिएट गर्न अनि त्यसैगरी कम्पनीलाई एडिट गर्न अनि त्यसैगरी कम्पनी सिलेक्सन गर्न धेरै कुरा चाहिँ आजको यस भिडियो हामी सिक्ने छौं। त्यही भएर भिडियोमा रहिरहनु होला अनि त्यसैगरी च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला अनि भिडियो मन परेमा लाइक गरिदिनु होला। अब तपाईहरुले सिम्पली टेली सफ्टवेयर ओपन गरेर कन्टिन्यू अ एजुकेसन मोडमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरे साथै हामी टेली सफ्टवेयरमा प्रवेश गर्ने छौं। हाम्रो सामु टेली ओपन भइसकेको छ, जसलाई चाहिँ हाम्रो यो के रहेको छ गेटवे अफ टेली रहेको छ। यसमा देख्न सक्नुहुन्छ हाम्रो यसमा धेरैवटा फिचरहरु छन्। क्रिएट छ, अल्ट छ, च्याट अफ अकाउन्ट्स छ, भाउचर छ, डे बुक छ, अनि युटिलिटीज एन्ड बैंकिङ छ, रिपोर्ट्समा हाम्रो ब्यालेन्स शीट भइले, प्रॉफिट एन्ड लस अकाउन्ट, स्टक समरी, रेशियो एनालाइसिस यी कुराहरु भइले। सबैभन्दा पहिले चाहिँ तपाईले यसमा के गर्नुपर्ने हुन्छ भने कम्पनी क्रिएट गर्नुपर्ने हुन्छ। तपाईले टेलीमा मेन के गर्नुपर्छ ट्रान्ज्याक्सनहरुको काम गर्नुपर्छ नि त। तपाईले परचेज भयो, सेल्स, रिसिभ, पेमेन्ट तिनीहरुको काम गर्नुपर्छ। त्यसको लागि सबैभन्दा पहिले कम्पनी क्रिएट गर्नुपर्छ। जस्तै तपाईको कुनै कम्पनी छ भने त्यो कम्पनी यसमा क्रिएट गर्नुहुन्छ। त्यसपछि त्यही थ्रु नै हामीले के गर्ने हो आफ्नो भाउचर लेजरहरु हामीले प्रिपेयर पार्ने हो। त्यसैले सबैभन्दा पहिले हामी कम्पनी क्रिएट गरौँ। जसरी अहिले हेर्नुस् त हामीले यसमा लोकेन्द्र कम्पनी प्राइभेट लिमिटेड भनेर एउटा कम्पनी क्रिएट गरेका छौं नि हो। अब यसैगरी हामी फेरि एउटा नयाँ कम्पनी क्रिएट गर्ने छौं। यो हामीले कसरी क्रिएट गर्ने त्यसमा म सिकाउँछु। त्यसको लागि सबैभन्दा पहिले तपाईले अल्ट प्लस के थिच्नु होला। अल्ट प्लस के थिचेर यहाँ हेर्नुस् त अप्सनमा के आएको छ क्रिएट आएको छ। सिम्पली यसमा इन्टर गर्नु होला। यसमा इन्टर गरिसकेपछि तपाईको सामु यस्तो इन्टरफेस ओपन हुन्छ। यसमा हेर्नुस् त के भनेको छ कम्पनी क्रिएसन भनेको छ नि। अब सिम्पली तपाईले यसमा आफ्नो कम्पनीको नाम दिन सक्नुहुन्छ। जस्तै म यसमा अहिले दिन चाहन्छु दिया एन्ड कम्पनी भनेर। या हामीले के गर्यौं कम्पनीको नाम दियौं। अब सिम्पली तपाईले यसमा इन्टर गरेर आउनु पर्ने हुन्छ। अब यसमा हाम्रो मेलिङ नेम पनि हाम्रो के आयो दिया एन्ड कम्पनी आइसक्यो। तपाईको कम्पनी नेम जे छ त्यो मेलिङ नेम पनि सेम त्यही नै आउँछ। अनि तपाई यसमा आफ्नो एड्रेस राख्न सक्नुहुन्छ। जस्तै मैले काठमाडौँ राखे। यसरी तपाई आफ्नो कम्पनी कुन ठाउँमा छ त्यो एड्रेस यसरी राख्न सक्नुहुन्छ। अनि त्यसैगरी प्रोभिन्स सिलेक्ट गर्नुपर्ने छ। हामीले यता गएर यसरी बागमतीमा गएर इन्टर गर्ने छ। बागमती भइले कन्ट्री नेम नेपाल अलरेडी नै आइसकेको छ। अनि पोस्ट बक्स नम्बर राख्न सक्नुहुन्छ। त्यसैगरी टेलिफोन नम्बर भइले मोबाइल नम्बर अनि फ्याक्स इमेल वेबसाइटहरु तपाईले यसमा राख्न सक्नुहुन्छ। इन्टर गर्दै जाने हो। अनि त्यसैगरी फिस्कल इयर बिगिनिङ फ्रम भनिएको छ। अब हाम्रो फिस्कल इयरमा चाहिँ अलि ध्यान दिनुपर्ने हुन्छ। जहिले पनि बिजनेसको लागि फिस्कल इयर भनेको जुलाई 1 हुन्छ भने अनि फिस्कल इन्डिङ चाहिँ हाम्रो कहिलेमा हुन्छ फिस्कल इयरको इन्डिङ कहिले हुन्छ हाम्रो जुन लास्टमा हुन्छ। अनि यो चाहिँ हाम्रो इंग्लिश डेटको लागि भयो भने नेपाली डेटको लागि हाम्रो के हुन्छ असाढ मासान्तमा चाहिँ हाम्रो आर्थिक वर्ष सकिन्छ भने साउन 1 गतेबाट चाहिँ हाम्रो आर्थिक वर्ष नयाँ आर्थिक वर्ष सुरु हुन्छ। यो चाहिँ याद गर्नुपर्ने हुन्छ। हाम्रो वैशाखमा सुरु अनि चैत्रमा चाहिँ खतम त्यस्तो चाहिँ हुँदैन। त्यो चाहिँ हाम्रो के भयो क्यालेन्डर इयर भयो भने हाम्रो फिस्कल इयरको कुरा गर्दाखेरि चाहिँ हाम्रो जहिले पनि चौथो महिनाबाट स्टार्ट हुने गर्दछ भने तेस्रो महिनाको अन्तिममा सिद्धिने गर्छ। यो भयो हाम्रो फिस्कल इयर। अनि बुक्स बिगिनिङ फ्रम भनेको छ। अब यो चाहिँ तपाईको कम्पनी कहिलेबाट स्टार्ट भएको कुन डेटबाट स्टार्ट गर्दै हुनुहुन्छ त्यो तपाईले यसमा राख्नुपर्ने हुन्छ। हाम्रो फाइनान्शियल इयर र अनि बुक्स बिगिनिङ फर्म भनेको चाहिँ यो हाम्रो दुईटै सेम पनि हुन सक्छ। अब यति गरिसकेपछि हामीले इन्टर गर्दै जाने। अब यता हेर्नुस् त एक्सेप्ट भनेको चाहिँ यस अर नो भनेको छ। अब हामीले कम्पनीको इन्फर्मेसन सब डिटेल भरिसक्यौं। अब हामी सिम्पली यसमा क्लिक गर्ने छ अथवा वाइ इन्टर गरेर पनि तपाई
एक्सेप्ट गर्न सक्नुहुन्छ। यसको लागि वाई क्लिक गर्नु होला, नोको लागि एन क्लिक गर्नु होला। यो चाहिँ तपाईले टेली सफ्टवेयरको लागि तपाईले यो याद गर्नै पर्ने हुन्छ यो कुरा चाहिँ। यसको लागि वाई अनि नोको लागि एन। अनि यसमा हाम्रो सिम्पली इन्फर्मेसन, यसमा हाम्रो के इन्फर्मेसन आएको छ भने यसमा हाम्रो फिचर्सहरु आएको छ। यदि तपाईँ कम्पनी चाहिँ हाम्रो क्रिएट भएको छ सक्सेसफुली, अब यो कम्पनीमा तपाईहरु के फिचर एड गर्न चाहनुहुन्छ एज पर युअर बिजनेसको निड अनुसार के फिचर अन यस अर नो के गर्ने के नगर्ने त्यो तपाईँ यताबाट सिलेक्ट गर्नु होला। कम्पनी हाम्रो दी एन्ड कम्पनी भयो। अनि जस्तै एकाउन्टिङमा छ हाम्रो मेन्टेन एकाउन्टिङ भनेको छ हामीले यस गरिदिएको छ। अनि इनेबल बिल वाइज इन्ट्री भनेको छ यस छँदैछ यसमा। अनि इनेबल कस्ट सेन्टर भनेको छ अब यसमा नो गर्न चाहनुहुन्छ भने सिम्पली यसमा डबल क्लिक गर्नु होला, नो भइहाल्छ। अनि डबल क्लिक गर्नु होला, यस आइहाल्छ। तपाईँ के चाहनुहुन्छ। त्यसैगरी इन्भेन्ट्री भनेको छ मेन्टेन इन्भेन्ट्री यस छ। अनि त्यसैगरी अरु फिचरहरु पनि यस नो गरी यसमा छँदैछ। तपाईहरुलाई के चाहिन्छ त्यही अनुसार गर्नु। जस्तै भ्याट छ भने यसमा हाम्रो नो छ। तपाईँ त्यो भ्याटमा रजिस्टर कम्पनी हो भने तपाईले भ्याट यस गर्नु होला, यस हुन्छ। अहिले चाहिँ हामी सिक्नको लागि हो, हामी यसमा नोमा छोडिदिन्छौँ। अनि सिम्पली यति गरिसकेपछि इन्टर गरेर आउनु होला। त्यसपछि एक्सेप्ट भनेको छ। अब एक्सेप्टको लागि के गर्ने छ हामी यसमा अथवा यसमा क्लिक आउट गर्ने छौं, नत्र डाइरेक्ट हामी किबोर्डबाट वाई के गर्ने छौं प्रेस गर्ने छौं। अनि तपाईले यो सेभ गर्नुपर्ने छ भने चाहिँ तपाईले जहिले पनि ट्यालीमा केले सेभ गर्नु पर्ने छ कन्ट्रोल प्लस ए ले चाहिँ सेभ गर्नुपर्ने छ। तपाईले एक्सेल अरुमा चाहिँ केले सेभ गरिराख्नु भएको त कन्ट्रोल प्लस एस ले कन्ट्रोल एस ले सेभ गरिराख्नु भएको थियो भने एक्सेलमा चाहिँ तपाईले कन्ट्रोल ए ले सेभ गर्नुपर्ने हुन्छ। त्यसैले हामी अहिले यस गरौँ। यतिमा चाहिँ हाम्रो कम्पनी क्रिएट भइसकेको छ। यता हेर्नुस् त दिया एन्ड कम्पनी चाहिँ हाम्रो क्रिएट भएको छ। यो चाहिँ हाम्रो रहेको छ करेन्ट पीरियड यता शो गराएको छ भने हाम्रो करेन्ट डेट यता शो गराएको छ। अहिले डेट अफ लास्ट इन्ट्री भनेको नो भोचर इन्ट्री भनेको छ नि। भन्नुको मतलब अहिले हामीले यो बनाएको कम्पनीमा हामीले कुनै पनि अहिले डाटा राखेका छौं त कुनै इन्ट्री गरेका छौं त छैनौं त, त्यही भएर नो भोचर इन्टर्ड भनेको छ। अब त्यसैगरी हामीले दिया एन्ड कम्पनी त बनायौं, तर यसमा चाहिँ हामीले के गर्नुपर्ने रहेछ फोन नम्बर राख्नुपर्ने छ, तर हामीले राख्न छुटायौं। अब यसलाई हामीले कसरी एडिट गर्ने त त्यसको लागि तपाईले F3 क्लिक गर्नुपर्ने हुन्छ, नत्र तपाईले यता हेर्नुस् त यो राइट साइडमा हाम्रो F3 भनेर कम्पनी छ, यो एरोमा क्लिक गर्नु होला। यसमा क्लिक गरेर यता कम्पनीमा जानुपर्ने छ। कम्पनीमा गएर यता अल्ट कम्पनीमा गएर इन्टर गर्नुपर्ने छ। यता दिया एन्ड दुईटा कम्पनी छन् त अहिले हामीलाई दिया एन्ड कम्पनी अनि लोकेन्द्र कम्पनी प्राइभेट लिमिटेड छ नि। अहिले हामीले दिया एन्ड कम्पनीमा हामीले चेन्ज आउट गर्न खोजेको नि त यसमा इन्टर गर्ने छ। यति गरिसकेपछि हाम्रो के आयो अघि हामीले कम्पनी क्रिएसन गरे त्यो इन्फर्मेसन। अब हामीले के चेन्ज गर्नुपर्ने छ सिम्पली हामीले के भने फोन नम्बर मोबाइल नम्बर चाहिँ लेख्न छुटाएको रहेछ भने अब हामीले सिम्पली मोबाइल नम्बर यसमा दिन सक्छ। यसरी मोबाइल नम्बर दियौं, त्यसपछि सिम्पली हामीले यसमा कन्ट्रोल ए गरेर हामीले सिम्पली सेभ गर्यौं। यो चाहिँ हाम्रो इन्फर्मेसन सेभ भइसक्यो। अब स्किप बटन दाबेर हामी ब्याक आउने छौं। स्किप दाब्दा ब्याक आउने छौं। यो चाहिँ हाम्रो के भो दिया एन्ड कम्पनीमा हामीले यसरी एडिट गर्छौं। यदि अहिले हाम्रो हेर्नुस् त हामीसँग अहिले जम्मा कतिवटा कम्पनी छन्, दुईवटा कम्पनी छन्। एउटा दिया एन्ड कम्पनी छ अनि अर्को लोकेन्द्र कम्पनी रहेको छ। अब अहिले हाम्रो प्रेजेन्टमा हामीले कुन कम्पनीमा काम गरिरहेका छौं दिया एन्ड कम्पनीमा काम गरेका छौं। जुन चाहिँ अहिले हाम्रो हाइलाइट भएको छ नि त्यो कम्पनी चाहिँ हाम्रो एक्टिभ कम्पनी हो। अब हामीले यो दिया एन्ड कम्पनीमा नभएर हामीले लोकेन्द्र कम्पनीलाई एक्टिभ गराउनु छ भने त्यो कसरी गर्ने त्यसको लागि पनि तपाईले के गर्नुपर्ने हुन्छ F3 क्लिक गर्नुपर्ने हुन्छ। अब त्यसको लागि तपाईले यता यो सिलेक्ट कम्पनी छ नि हो यसमा क्लिक गर्नु होला। अनि यो सिलेक्ट कम्पनीमा क्लिक गरेर कुन हो त दिया कम्पनी त हामीले अलरेडी यो छदैछ। त्यसपछि लोकेन्द्र कम्पनी हो नि, लोकेन्द्र कम्पनी क्लिक आउट गर्नुपर्ने हुन्छ। अहिले त हामीसँग दुईटा मात्र कम्पनी छ। यदि तपाईसँग धेरैवटा कम्पनी थियो भने तपाई डाइरेक्ट यो सर्च बारमा गएर तपाईले आफ्नो कम्पनीको नाम सर्च आउट गर्न सक्नुहुन्छ। अहिले हामी लोकेन्द्र कम्पनीको यसमा हामी इन्टर गर्ने छौं। हेर्नुस् त लोकेन्द्र कम्पनी प्राइभेट लिमिटेड चाहिँ अहिले के भएको छ एक्टिभ भएको छ।
हो यसरी तपाईले के गर्न सक्नुहुन्छ आफ्नो कम्पनी चाहिँ सिलेक्ट गर्न सक्नुहुन्छ कुन कम्पनीमा काम गर्न चाहनुहुन्छ त्यो कम्पनीलाई एक्टिभ गरेर काम गर्न सक्नुहुन्छ अब हामी जे काम गर्छौं सबै हाम्रो लोकेन्द्र कम्पनी प्राइभेट लिमिटेडमा चाहिँ हाम्रो काम हुने गर्छ अब त्यसैगरी हामीले दिया कम्पनीमा काम गर्नु छ भने हामी यसलाई एक्टिभ गर्नुपर्ने हुन्छ त्यसपछि हामीले यसमा काम गर्नुपर्ने हुन्छ हो यति नै थियो आजको यस भिडियोमा आज हामीले के हेर्यौं भने सरस्वती हामी रिकल गरौँ आजको यस भिडियोमा हामीहरूले कम्पनी कसरी क्रिएट गर्ने अनि धेरैवटा कम्पनीबाट आफूले काम गर्नुपर्ने कम्पनी कसरी सिलेक्ट गर्ने अनि त्यो सिक्यौं अनि त्यसैगरी कम्पनीमा हामीले कुनै इन्फर्मेसन हामीले एड अथवा रिमुभ गर्नुपर्ने छ भने त्यसमा हामीले चेन्ज अथवा एडिट कसरी गर्ने त्यो सिक्यौं अब यसको नेक्स्ट भिडियोमा हामीहरूले लेजर अनि त्यसैगरी भाउचर कसरी प्रिपेयर पार्ने त्यो सिक्ने छौं यदि आजको भिडियो तपाईहरुलाई मन परेमा लाइक गरिदिनु होला अनि त्यसैगरी च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला अनि भिडियो पूर्ण रूपमा हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद।